गुड इभिनिङ साथीहरु, सबैलाई मेरो युट्युबको साथीहरु है। हजुरहरु त सन्चो सुबिस्तै हुनुहुन्छ होला है। म पनि सन्चै छु साथीहरु। धेरै बिजीको कारण मैले भिडियो बनाउनु पाइन। अहिले चाहिँ मैले बेलुका मेरो घरबाट देख्ने नजारा चाहिँ हजुरहरुलाई देखाउनु भइरहेको छु। सबैलाई ह्यापी दिवाली मेरो प्यारो साथीहरु है। दिवाली चाहिँ मेरो घरमा चाहिँ छैन है। यहाँ वरिपरि सैलुङतिर यहाँ बिबिचमा कतिजनालाई जुठो परेको छ। उहाँहरूले चाहिँ गर्नु भएको छैन, मनाउनु भएको छैन। अरू चाहिँ सबैजनाले मनाउँदैछ हाम्रो गाउँमा है साथीहरु। हेर्नुहोस् है, यहाँ चाहिँ अब कटेज हो। यहाँनिर चाहिँ अब कटेजमा पनि मनाउँछ मनाउनु चाहिँ है। तर यहाँ कटेजमा चाहिँ त्यस्तो अब देउसे भैले चाहिँ आउँदैन साथीहरु है। यहाँ चाहिँ कटेज हो नि त। अनि यता गएको पल्लो घरतिर छ हो। यता पल्लो घरमा छ। हाम्रो चाहिँ यहाँ जुठो परिरहेछ साथीहरु हो। त्यही भएर चाहिँ हामीले चाहिँ मनाइन हो। अनि यता गएको हाम्रो गुम्बा गाउँ झिलिमिली भन्दा पनि गुम्बामा चाहिँ भोलि हाम्रो यहाँ गाउँकै बहिनी छिमेकी दार्जिलिङ बिहा भएको है। उहाँको अन्त्येष्टि क्रिया चाहिँ घेवा चाहिँ भोलि गुम्बामा छ है। अनि गुम्बामा पनि अहिले यस्तो उज्यालो भइरहेछ। कसै दुःखको घडी, कसैको सुखको खुसीको दिन है साथीहरु। त्यस्तै छ। अनि कालिम्पोङहरु हेर्नुहोस् यस्तो दामी देखिरहेछ दिवालीको माहौल है। झिलिलिली देखिरहेछ साथीहरु। हेर्नुहोस् है। मेरो चाहिँ भिडियो चाहिँ यस्तै छ साथीहरु। आज चाहिँ बेलुकाको अहिले बेलुकाको कति 5:30 त हुँदैछ। 5:30 मा चाहिँ यस्तो राति हुन्छ साथीहरु। हेर्नुहोस् है हो। अहिले यता अलगढा साइड झिलिलिली हेर्नुहोस् हजुरहरु। मेरो भिडियो चाहिँ यस्तै छ। आज चाहिँ छोटो भिडियो हजुरहरुलाई यो मेरो घरबाट देख्ने दृश्यहरु चाहिँ देखाउँदैछु साथीहरु। मेरो भिडियो छोटो आउँछ आज। धेरै बिजीको कारण मैले भिडियो गर्नु पाइन हो। अनि अब यहाँनिर चाहिँ दुःखको उयो पनि छ हो, सुखको यहाँ वरिपरि फेरि दिवाली छ यहाँ गुम्बा गाउँमा। गुम्बामा चाहिँ अब भोलि घेवा छ पर बहिनीको। अन्त त्यस्तै छ हो। यहाँ मनी होमस्टेमा पनि उज्यालो बत्ती बलिरहेछ। वरिपरि होमस्टे छ है साथीहरु। हेर्नुहोस् छोटो मेरो चाहिँ 2-3 मिनटको भिडियो हो। हजुरहरुले एकदम माया गरिदिनुहुन्छ भनेर आशा राखेको छु। नभ्याएको कारण चाहिँ मैले चाहिँ भिडियो बनाउनै पाइन है। धेरै बिजी हो साथीहरु। अन्त चाहिँ त्यही कारण मैले चाहिँ अहिले इभिनिङमा भिडियो बनाएको। ह्यापी दिवाली छ सबैजनालाई साथीहरु है। त्यही भन्दै चाहिँ मैले चाहिँ इभिनिङ टाइममा भिडियो बनाएको। हेर्नुहोस् साथीहरु हो। यता गएको चाहिँ बुधबारे हो हजुरहरु। बुधबारे चाहिँ कम्ती लाइटहरु देख्दैछ। हिजो चाहिँ छङ्गाइ थियो। हेर्नुहोस् कालिम्पोङ चाहिँ एकदम झिलिमिली भएको छ है साथीहरु। झिलिमिली आज चाहिँ देउसुरे है। यहाँनिर चाहिँ हजुरहरुकोतिर चाहिँ कतिले लक्ष्मी पूजा हिजो नै यतातिर चाहिँ गर्यो। अरू जग्गा चाहिँ अब आज होला है। ल साथीहरु सबैजनालाई बाइ बाइ है। मेरो भिडियो हेरेर सबैले साथ दिनुहुन्छ भनेर आशा राखेको छु साथीहरु। मैले भिडियो बनाउन नपाएर चाहिँ अहिले चाहिँ मैले हजुरहरुलाई छोटो भए पनि अपडेट दिँदै गरौँ भनेर चाहिँ भिडियो बनाएको साथीहरु है। हेर्नुहोस् बाइ बाइ साथीहरु।